हेलो एभ्रिवान, के तपाईँहरूलाई थाहा छ मासुको पनि एउटा स्टोरी हुन्छ भनेर? हो, मसँग पनि एउटा स्टोरी छ मासुसँग रिलेट गर्न सक्ने। 90s किड अनि गाउँघरमा जन्मेर हुर्किनु भएको मान्छेहरूले चाहिँ यो रिलेट गर्न सक्नुहुन्छ। म पनि हाफ अफ माई चाइल्डहुड चाहिँ मैले गाउँमा बिताएँ अनि हाफ अफ माई चाइल्डहुड चाहिँ मैले काठमाडौँमा बिताएँ। सो आई हेभ दिस स्टोरी एन्ड आइ एम सेयरिङ इट। कोही गाउँमा जन्मिनु भएको छ भने उ गर्न सक्नुहुन्छ। अहिलेको चाइल्डहरूलाई चाहिँ यो स्टोरी नै लाग्न सक्छ। के भने नि गाउँघरमा मासु ल्याएको दिनको एक्साइटमेन्ट नै छुट्टै हुन्थ्यो है। किनभने गाउँघरमा नर्मली फेस्टिभल, स्पेसल अकेजन अनि त्यस्तोहरूमा मात्रै मासु पाक्ने नि त। अब बजारको एक्सेस हुँदैन थियो पहिला लाइट, इलेक्ट्रिसिटी अनि रोड एक्सेस हुँदैन थियो। हप्तामा एक दिन बजार लाग्ने, त्यो पनि टाढा हुने। अनि त्यसपछि बेसिक नेसेसिटीको चिजहरू किन्नलाई मात्रै बजार गइन्थ्यो। अनि जे पनि हुन्छ आफ्नो घरमा जे फलेको छ त्यो खाइन्थ्यो। अनि हाम्रो घरमा चाहिँ के हुन्छ भने मासु नर्मल्ली आइरहन्थ्यो। किनभने पल्लो गाउँ, पल्लो गाउँ, नजिकको गाउँहरूमा जहाँ पनि खसी काट्थ्यो। मेरो बुवा चाहिँ एकदमै मासु लभर भएर त्यहाँ जहाँ पनि खसी काट्थ्यो त्यहाँबाट मासु आइपुग्थ्यो। अनि मासु ल्याएको दिन म यति धेरै एक्साइटेड हुन्थेँ। किन भन्नु न, जब म खाना बनाउने भएँ नि, अनि त्यो खाना बनाउने झन्झटै हुँदैन थियो मासु ल्याएको दिन। अनि आमाले आफै बनाउनुहुन्थ्यो मासु ल्याएको दिन स्पेसल। अनि बच्चालाई मासु भनेपछि यतिकै एक्साइटमेन्ट भइहाल्यो। अहिलेको बच्चाहरूलाई त हुन्छ, त्यो बेलाको हामीलाई त भइहाल्थ्यो। त्यो खाना नबनाउनु पर्ने नै अर्कै छुट्टै आनन्द हुन्थ्यो कि। त्यो भाँडामा बाहिर त्यो खरानी अथवा माटो लिपेर अनि त्यसपछि खाना बनाउनु पर्थ्यो। अनि आगो फुक्नु पर्थ्यो, त्यो पनि टुकीभाती बालेर। इलेक्ट्रिसिटी थिएन, कस्तो झन्झट हुन्थ्यो है। अनि मासु ल्याएँ, अनि मासु ल्याएको दिन चाहिँ अनि चुलोको छेउमा बसिरहने, आमाले पकाएको हेर्ने, अनि एउटा पोलेर खाने नि म भने, अनि एउटा पोलेर दिनुहुन्थ्यो। त्यो एक पिस पोलेर खानुको मजै अर्कै हुन्थ्यो। अनि यही हो मेरो स्टोरी चाहिँ। हजुरहरूले रिलेट गर्न सक्नुभयो अनि कसैलाई यस्तै स्टोरी थियो भने चाहिँ हजुरहरू पनि कमेन्ट गर्न न है। अनि मेरो स्टोरी मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु होला।